मुनाले हात चाहिँ काटेछन् उनले पहिला खनेर ल्याएको त खौ खौ पानी खाएर अलि इनर्जी बढाऊ बोबल्ला भाग भाग खनेर एक जला लाग्न हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू डे न्यू भिडियो के छ सबजना सन्चै हुनुहुन्छ आशा छ सबजना सन्चै हुनुहुन्छ होला र हामी पनि एकदम ठिक छौं आज चाहिँ मैले खासमा के भिडियो लिएर आएको भनेपछि अब माघ लाग्यो नि त माघ लाग्यो भोलि त माघको 1 गते अब माघे संक्रान्ति लाग्यो अब घरमा खानेकुरा केही छैन त्यही भएर हामीहरू चाहिँ अब जंगलमा केही पाइन्छ कि भनेर जुने अनि म जान लागेको छौं भिडियो लास्टसम्म हेर्नुस् हामीले जंगलमा के कति भेटाउँछौं तपाईहरुलाई सबै देखाउने छौं हामी जानुपर्ने हाम्रो घर चाहिँ उहाँ हो वहाँ अनि हामी चाहिँ त्यहाँबाट यहाँ आएको हो यहाँ यो जंगल उता जानुपर्छ हामी चाहिँ जंगलमा खोज्न हेर्दै गर्नुस् है त साथीहरु हामीहरु चाहिँ बाटोमा हिँडिरहेका छौं अघि अघि जुने हिँडिरहन् म पछि पछि हिँडिरहेका छु हामी चाहिँ अझै बाटैमै छौं साथीहरु हामी चाहिँ आइम हामीले खानेकुरा खोज्नुपर्ने ठाउँतिर खासमा चाहिँ खानेकुरा के हो भनेपछि तरुल हो तरुल अब के गर्ने संक्रान्तिमा त संक्रान्तिमा त अब तरुल खनेर खान्छन् अब हाम्रो घरमा छैन त्यही भएर जंगलतिर खोज्न आएको छौं वन तरुल खोज्नलाई त कोडाली बोकेर मैले पनि बोकेको छु हामीले चाहिँ तरुलको बोट के चिने हैनौं यसो अनुमान गरेर आउँ बाटो लास पाइहाल्छौं हामी चाहिँ यहाँ जान्छौं खोज्न खै भेटिन्छ कि भेटिन्न तरुलको बोट भेट्नु भयो तरुलको बोट भेटेर त्यहाँ जस्तो माने हामीले हामी चाहिँ खानेकुरा के झोला त के देखाउँछ बिल्ला लाग्नेछ झोलातिर ध्यान नदिनु हामीतिर ध्यान दिनु सिर्फ हामी अनि तरुलतिर गाइज हाँसी लाग्छ हाँसे फान्नु एकछिन क्या यो हाँसे चाहिँ खान्ने पनि ल्याएको यो कोडाली खन्ने भनेर साथीहरु हाम्रो चाहिँ तरुलको बोट तिमी त्यता जाने देखाऊ यतिमा यो तरुलको बोट देखा जस्तो माने छु मैले हो कि होइन रहेछ पाइन्छ क्या फेरि हेर्नुहोस् त यो हो क्या एउटा बोर्ड औ हेरौँ छैन गाइस साथीहरु यो चाहिँ तरुलको बोर्ड हो जुनेले हो भन्छन् र मलाई नि खासै राम्रो त थाहा छैन यस्तो हो क्या यस्तो हो कि सानो छ उ यसको बोर्ड अनि यसमा कत्रोको होला त तरुल छन्दै यत्न नि रहेछ खनेर हेर्छु है त म साथी तरुल हो कि होइन रहेछ हेलो छ कि छैन घर जाने कुरा नगरौँ त्यत्रोको झोला लिएर आएको लाज भइहाल्छ मैले चाहिँ लगभग यति खने पुरा यस्तो ढुङ्गाको यो कोइरामा छ भन्नु हुने लाजी पाउने ओ यसको बोट फेरि यस्तो है अनि यत्रोको ढुङ्गा फाल्नु पर्ने यी के यस्तो सानो सानो छ हेरौँ छ कि छैन साथीहरु मैले यत्रोको ढुङ्गा फाले यत्रोको खने तरुलको हालत यत्रोको मैले यत्रोको मेहनत गरेर यही तरुल पाल्नै हो मेरो डाइर आन्ना त यति धेरै 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 लगेर जान्थ्यो र के हो यस्तो आन्ना के त्यही खानु त्यो तरुलको बोट नछिनेर क्या फेरि अर्को बोट भेटे साथीहरु अब खनम है योमा कति छ सजिलो न हेर्दिमै देख्यो यत्रोको जराएर ढुङ्गा यत्रोका ढुङ्गा फालेर कत्रोको भेटे ओ खन बोट अलि यस्तो माथि छ नि पाउडर खन्ने क्या छिनेर तिमीले त्यत्न अब आज मैले किन यति ठुला भेटेको छु क्या तरुल यत्रोका तरुल साथीहरु यहाँदेखि यहाँसम्म यत्रोको खाल्दा खन्दा बल्ल
अलि यति देखे बल्ल अलि यति देखो देख्न सक्नुहुन्छ पहाडलाई मैले चाहिँ अहिले यति निकालिसक्यो होइन यत्रोको खाल्टा ओ तिमीले कसो तर बेताको तिम्रो तर ल्याउनु होइन खानेको खै 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 त्यही पनि त्यसो कलर रातो बच्छ अरे रातो हुन्छ र अरे यस्तो रमाइलो भयो आज हामी रमाइलो गर्न आज जस्तै भयो साथीहरू हामीले चाहिँ यति तरुल खाने पनि पुरा हालत खराब भइगयो बिहान हामीले नास्ता नखाएर आउँ त्यही भएर भोक लागे जस्तै भएर नास्ता खान आछौँ नास्तामा चाहिँ जुनियर त खत्रै ल्याएछन् रोटी चाहिँ केले बनाएको रे चिल्ले रोटी हो यो चाहिँ चिल्ले रोटी हो यो चाहिँ बोसो भैँसीको बोसोले बनाएको रहेछ रोटी चाहिँ बिहान नास्ता नखाएर आएको त्यही भएर नास्ता खाएर अलिक बल्लो भएर खानौँ भनेको हो भेटिया छैन तरुल चाहिँ साथीहरू मैले चाहिँ चाउचाउ दुईवटा रोटी एउटा पनि खाइसक्न लागेँ एउटा चाहिँ सघाए हो मैले चाहिँ खाइसकिले ऊ चाहिँ अझै आएको छैन उसलाई चाहिँ मभन्दा धेरै लग्नु पर्यो अरे क्या त्यही भएर तल नि अझै आएको छैन र मैले सबै खाइसकिदिन्छु त बल्ल आउँछ बिचरालाई हात चाहिँ काटेछन् उनले पहिला भनेर ल्याएको त आयो आज त रमाइलो नै हुने भयो दुईटा खाइए रोटी तँ खाने र हामीले पुरा रोटीहरू अर्नी बोकी आएको चाउचाउहरू पुरा यस्तो चाउचाउहरूले यति धेरै खनेर आम्ला भने त हे बरे खौ पानी खाएर अलि इनर्जी बढाऊ बोबल्ला भक खनेर एक झोला लाग्नु आँटो झोला चाहिँ कट्छ जाने रोटी त मैले कति राम्रोसँग बसुल हाल्यो रुट्टा बन मेरो बसुल तरुलको छाँट यस्तो छ यो तरुल हो कि के हो क्या यस्तो छे अलि ठुला भेटिए हुन्न र किन सानो भेटिया हो र गाइस आज यो तरुलले कसरी मेरो छाक पुग्लाएर म घर जाने होला यो तरुल किन यति मुनि हुने रहेछ र यसको यो बोर्ड यहाँ छ मैले यति खनिसकेँ अझै भेटेन अझ यो जरा क्या यो जरा काट्ने त जरा काट्दैछु मैले चाहिँ यो चुट्राको जरा काटेपछि निस्किन्छ कि बोट त ठुलै छ र हेरौँ तरुल कत्रोको निस्किन्छ साथीहरू लाइफमा सबै काम गर्नु तर यो तरुल खन्न आउने काम चाहिँ नगर्नु हे भगवान यत्रोको खाल्डा खनेर यहाँबाट यहाँसम्म यत्रोको खाल्डा खनेर तरुलको हालत यति यस्तो रिस उठ्ने जिन्दगीमा कहिले हाने छैन यो तरुल खान हो सबास नम्बर खन्नुपर्छ तरुल देखिन तरुल त कोइलो देखिन्छ हामी चाहिँ तरुल खनेर घर फर्किँदैछौँ उनको तरुल चाहिँ एक झोला छ बोक्नै सकेको छैनन् बोकिदिने भए लिऊ म जजमान बोकेछु क्या बल्ल बाटो निस्क्यौँ अझ छ भो
पहिला कति राम्रो छ यो बाटो अहिले त गाईबाख्रा नचरेर यस्तो छ हेर्नु उता आउँछु अहिले बाटो बनाएको जान्छ उता हामी चाहिँ तरुल कति ल्याएछौँ भनेर माथि बाटोमा गएर देखाउनेछौँ गाइज यो खजान पो साथीहरू हामीहरू चाहिँ अब के गर्ने काम गरेर आबोला जस्तै भयो नि त्यही भएर ठगाइ लाएर बस्यो हम उनले फेरि यता देखाउ त खाने तयारी गराउँदैछन् खाने तयारी हामीले चाहिँ चाउचाउलाई भिजाएर राखेका छौँ यो चाउचाउ त भिजेको राम्रो हुन्छ नि त अनि यो हामीले बनाएको चम्चा जुन तोलाइराखेका छन् किन भोला भोलिकोलाई चिन्ता हो के तरुल खाने त्यत्रोका दुईवटा कोराली बोकेर यत्रोका हँसी लिएर नि किन नखाने आएर साथीहरू के गर्ने अब तरुल खान गएको भनेपछि तपाईँहरूले तरुल देखाउनै पऱ्यो ल्याएछौँ मैले चाहिँ एक झोला ल्याएको छु जुनुले एक झोला ल्याएछन् म मेरो तरुल तपाईँहरूलाई देखाउँछु है त तिम्रो चाहिँ आइए हम भाइहरू पनि तरुल खान आएछन् उनीहरूले चाहिँ अलि धेरै नै ल्याएछन् क्या हामी भन्दा त चाहिँ तपाईँहरूलाई मैले खनेको तरुल देखाउँदैछु होइन ल्याउनुहोस् त देखाउनु परिहाल्यो अब यस्तो कालो छ उताउन नसकिन्छ देखाउँछु के गर्नु साथीहरू यति तरुल खनेछु गाइस होइन अब के गर्ने साथीहरू सिप भएन मन भएर के गर्ने खन्ने सिपै भएन चानेर होला त अन्त बुली मैले लिएको तरुल यो चाहिँ चानेर भएन अब खाइदिनु तपाईँको देखाउनुहोस् लु देखाउन छिटो छिटो क्या दिनको डेरी छ त्यही भएर गएर छिटो 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 मैले देखाइदिउँ हेरौँ यो जिनुलाई चाहिँ जुनुले ए यिनले त क्या हँसे त भाँचे हन् क्या ए बिचरा हँसे त भाँचे अब तरुल चाहिँ जुनुले चाहिँ बिचरा यति खनेछन् के गर्ने गाइस अब धेरै चाहिँ खन्ने भनेर हो त्यही भएर यत्रका झोला लिएर आएछन् के गर्ने त हामीले खनेकै हो कति धेरै धेरै खाल्टा गराउँदै खन्दै गरे अब भएन त के गर्ने म को आउँछ घरमा चाहिँ कोही पनि नरिसाउनु होला के गर्ने 1 घन्टा यत्रिका महाका टाउको भानी चाहम्ला त्यहीले भोलिको माघे सङ्क्रान्ति मानौँला साथीहरू हामीले चाहिँ अब के गर्ने हुन त घर गएर खाना खाने टाइम भएको छ त्यही पनि अब चाउचाउ लिएर आएको थियौँ के गर्ने एक दिनभरि दिउँसो बिहान बसेर हामीले खासमा तरुल खन्ने सोच थियो सोचेको जस्तो भएन त्यही भएर घर जाँदैछौँ बाटोमा बसेर चाहिँ टक्क लाएर पिरो चाउचाउ खाँदैछौँ उसले खाँदैछ मैले पनि अब खाने हो होइन त्यस्तै हो साथीहरू आजको भिडियो यति नै हुन्छ होला योभन्दा बढी के बनाउनु र अब घरतिर जान्छौँ तपाईँहरूलाई हाम्रो भिडियो के कस्तो लाग्यो जे जस्तो लाग्यो पनि लाइक कमेन्ट च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला अब भन्दै म ढाक लताउन चाहन्छु त्यही हो साथीहरू अब के भन्नु र योभन्दा धेरै त आजको भिडियो यति नै हो भन्दै म तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु
बाई सिउ माया चाहिँ नमार्नु होला रे क्या कम धाक्लो त छु मैले फेरि ल खाऊ है खाऊ तिमीले पनि राम्रोसँग खाऊ यता हेर्देऊ बाई गरिदेऊ बाई